नमस्ते। आज चाहिँ हामी आजिदाको बारेमा पढ्छौँ। आजिदा अजिदा भन्ने चाहिँ मुनपब छ। आजिदाको बारेमा पढ्छौँ। ग्रामरमा अथवा मुनपबमा चाहिँ अजिदा यो चाहिँ अजिदा भनेर राखेको छ। यो अजिदाको बारेमा यहाँ अजिदा मात्रै छ। यसमा हामीले चाहिँ जोड्नुपर्ने कुरा एउटा चाहिँ आजिदा हुन्छ। आजिदा अजिदा अथवा चाहिँ हेजिदा यो तीनटा कुरा जोड्न सिक्नुपर्ने हुन्छ। कस्तो अवस्थामा आजिदा जोड्ने, कस्तो अवस्थामा अजिदा जोड्ने अनि कस्तो अवस्थामा हेजिदा जोड्ने भन्ने कुरा चाहिँ यहाँ इम्पोर्टेन्ट छ। जुन अजिदा भन्ने ग्रामर छ यो चाहिँ अजिदा भन्ने मुनपब छ, यो हेङमा मात्रै जोडिन्छ। यो चाहिँ हेङयङसामा मात्रै जोडिन्छ भनेको यो हेङ भनेको चाहिँ हेङयङसा हो। यो हेङसामा मात्रै जोडिन्छ, थोङसामा जोड्न पाइँदैन भनेको। हेङ भनेको हेङयङसा, थोङसा भनेको थोङ भनेको थोङसा। यो मुनपबमा जहिले पनि कि त थोङ हुन्छ कि चाहिँ के हुन्छ त कि थोङ भनेको थोङसा हुन्छ कि हेङ हुन्छ। हेङ भनेको के रहेछ हेङयङसा हो भनेर बुझ्नु होला। यो चाहिँ कि कुनै क्रियामा जोड्न मिल्ने हुन्छ, कुनै चाहिँ यो विशेषणमा जोड्न मिल्ने हुन्छ। अनि कुनै ग्रामरहरू कुनै मुनपबहरू चाहिँ यो थोङसा र हेङयङसा दुइटैमा जोड्न मिल्ने हुन्छ। क्रियामा पनि जोड्न मिल्ने हुन्छ, विशेषणमा पनि जोड्न मिल्ने हुन्छ। त्यही भएर चाहिँ जहिले पनि मुनपबको अगाडि यो चाहिँ ग्रामरको अगाडि थोङ अथवा हेङ यता म्यङ पनि आउँछ होइन, म्यङ प्लस पनि आउँछ। म्यङ भनेको चाहिँ यो म्यङसा हो। म्यङ भनेको चाहिँ के हो त म्यङसा। म्यङसा भनेको चाहिँ नाम होइन। ग्रामर चाहिँ कुनै पनि ग्रामर केमा जोड्ने भन्ने कुरा पहिला चाहिँ छुटाउनलाई चाहिँ यो अगाडि राखेको हुन्छ। अब यहाँ चाहिँ के भनेको छ भन्दाखेरि हेङ भनेको चाहिँ हेङयङसा हो, विशेषण हो भनेर बुझ्नु होला। हेङयङसा भनेको विशेषण अनि थोङसा भनेको क्रिया, म्यङसा भनेको चाहिँ नाम होइन। ग्रामर कि चाहिँ क्रियामा जोडिन्छ कि चाहिँ नाउनमा जोडिन्छ कि चाहिँ यो नाम, क्रिया र विशेषण मध्ये एउटामा जोड्ने हुन्छ जहिले पनि। त्यही भएर अगाडि चाहिँ म्यङ, हेङ, थोङ यसरी चाहिँ राखेको हुन्छ। अब कुरा गरौँ हामी चाहिँ आज यो अजिदाको बारेमा। अजिदा भनेको चाहिँ एकदम सबैभन्दा धेरै प्रयोग हुने ग्रामर मध्ये एक हो। तपाईँ इपिएसको स्टुडेन्ट हुनुहुन्छ, इपिएसमा इक्जाममा पनि आउँछ र इपिएस बुकमा पनि छ। यो धेरै इपिएसमा चाहिँ धेरै सोधिने कुरा पनि हो र धेरै आउने कुरा पनि हो, धेरै लागु हुने कुरा हो, व्यवहारिक कुरा पनि हो, इम्पोर्टेन्ट पनि छ। तपाईँ किपको स्टुडेन्ट हुनुहुन्छ भने किपमा पनि आउँछ। यो चाहिँ अहिले यो 3 लेभलमा छ। पछि तपाईँ साजन फेङ्गाको इक्जाममा पनि यो ग्रामर आउन सक्छ अथवा चाहिँ अरू लेभल पढ्दाखेरि पनि यसले चाहिँ सपोर्ट गर्छ। भनेको चाहिँ किप यो चाहिँ केआइआइपीको लागि पनि, अर्को चाहिँ टपिकको लागि पनि, या त चाहिँ इपिएस यो सबै जे पढ्नुहुन्छ यो सबैको लागि यो चाहिँ के छ त इम्पोर्टेन्ट छ भनेर चाहिँ बुझ्नु होला। अरू अब मैले सुरु गरेँ अजिदा। यहाँ अजिदा मात्रै राखेको छ, मैले अघि पनि भने अजिदा मात्रै यहाँ राखेको रहेछ सुरुमा। अजिदा अर्को यहाँ चाहिँ आजिदा भनेर यहाँ राखेको छ। कस्तो अवस्थामा आजिदा जोड्ने, कस्तो अवस्थामा अजिदा जोड्ने अनि हादालाई कसरी हेजिदा बनाउने भन्ने छ। तर यो चाहिँ विभिन्न ग्रामर अनुसार छुट्टा छुट्टै तरिकाले जोड्नुपर्ने हुन्छ। यसको ग्रामरमा झुकाउने पनि त्यही हो, प्याटर्न जुन चाहिँ जोड्ने प्याटर्न छ फाइनलमा झुकाउने पनि त्यही हो। अनि चाहिँ अर्थ चाहिँ सजिलो छ। सुरुमा म अर्थ भनिदिन्छु। यो आजिदा अजिदा भनेको चाहिँ यो हुँदै जानु भन्ने अर्थ लाग्छ। हुँदै जानु अथवा चाहिँ भइदिनु भन्ने अर्थ लाग्छ। हुँदै जानु भइदिनु। हुँदै जानु भइदिनु भनेको के हो भने कुनै कुरा चाहिँ के हुनु त परिवर्तन हुनु। कुनै कुरा चाहिँ के हुनु परिवर्तन हुनु। पहिलाको तुलनामा के हुनु फरक हुनु है। कुनै कुरा के हुनु त परिवर्तन हुनु। पहिलाको तुलनामा त्यो सिचुएसन के हुनु त परिवर्तन छ, परिवर्तन भएको छ अथवा परिवर्तन होला जस्तो छ भनेर भन्दाखेरि यसको प्रयोग गरिन्छ। अर्थ हुन्छ आजिदा अजिदा भनेको चाहिँ हुँदै जानु अथवा भइदिनु भन्ने अर्थ लाग्छ। हुँदै जानु भइदिनु, कुनै कुरा परिवर्तन हुनु, पहिलाको तुलनामा त्यो कुरा चेन्ज हुनु भन्ने अर्थ लाग्छ। जस्तै चाहिँ महँगो हुँदै जानु, सस्तो हुँदै जानु होइन, राम्रो हुँदै जानु, ठुलो हुँदै जानु, छोटो हुँदै जानु,
हो त्यसरी चाहिँ केही कुरा चेन्ज हुनु भन्ने अर्थ लाग्छ। तर यहाँ चाहिँ जोड्दाखेरि जहिले पनि यो एक्सन भर्बमा जोडिँदैन। मैले सुरुमा भने यो थोङसामा जोड्न मिल्दैन, एक्सन भर्बमा जोड्न मिल्दैन। यो चाहिँ मात्र हेयङसा विशेषणमा मात्रै आउँछ। त्यही भएर यहाँ हेङ जोडेको छ। यो हेयङसाको पछाडि चाहिँ कस्तो अवस्थामा चाहिँ अजिदा जोड्ने अनि कस्तो अवस्थामा चाहिँ के जोड्ने आजिदा जोड्ने अनि कस्तो अवस्थामा चाहिँ हेजिदा जोड्ने, यसको चाहिँ यहाँ छुटाउनु पर्ने कुरा यति मात्रै हो। जे जोडे पनि आजिदा अजिदा हेजिदा जे जोडे पनि अर्थ आउने भनेको के हो त हुँदै जानु भइदिनु। पहिलाको तुलनामा यो कुरा के हुनु त चेन्ज हुनु भन्ने अर्थ नै लाग्छ। तर चाहिँ जोड्ने मात्रै अलिकति फरक छ। यदि तपाईँलाई चाहिँ मैले सुरुदेखि भन्दै आएको छु यो भनेको चाहिँ एडभान्स लेभलको ग्रामरहरू हो सबै हैन। तपाईँको बेस एकदम कमजोर छ भने मैले यो युट्युबमा चाहिँ पहिला नै बेसिक ग्रामरहरू चाहिँ पहिला अपलोड गरेर राखेको छु। त्यो हेर्नुभयो भने चाहिँ बुझ्न सजिलो हुन्छ। यदि चाहिँ तपाईँ नयाँ हुनुहुन्छ यो चाहिँ बुझ्न गाह्रो भइरहेछ भने भर्खरै बेसिक मात्रै पढिरहनु भएको छ भने बुझ्न गाह्रो हुनसक्छ। त्यसैले चाहिँ बेसिक ग्रामरहरू सुरुमा छ त्यो हेर्नु होला। अनि अब यहाँ जोड्ने कसरी भन्दाखेरि चाहिँ यदि तपाईँले चाहिँ टेन्स पढ्दाखेरि जो हामीले चाहिँ आयो अयो भन्ने फर्मेट पढाएका छौँ हैन। आयो कस्तो अवस्थामा आयो जोड्ने, कस्तो अवस्थामा अयो जोड्ने, अनि हादालाई के बनाउने, हादालाई चाहिँ हेयो बनाउने भनेर जुन प्रेजेन्ट टेन्सको इन्फर्मल फर्मेटमा चाहिँ हामीले चाहिँ टेन्समा पढेको छौँ, जसलाई हामी के भन्छौँ सिजे कालमा चाहिँ हामीले पढेको छौँ। हो त्यही प्याटर्न नै यहाँ लागु हुन्छ। जुन ठाउँमा हामीले आयो जोड्छौँ त्यो ठाउँमा यहाँ पनि के जोड्ने हो आजिदा जोड्न पाइयो। जुन ठाउँमा हामी पहिला चाहिँ अयो जोड्थ्यौँ त्यो ठाउँमा चाहिँ के जोड्न पाइयो अजिदा जोड्न पाइयो। जुन ठाउँमा चाहिँ हे जोड्थ्यौँ हे जोड्ने ठाउँमा चाहिँ के बनाउन पाइयो भन्दा हेजिदा बनाउन पाइयो। यहाँ चाहिँ केही मिनिङहरू राखेको छ। तपाईँलाई चाहिँ कस्तो कस्तोमा के जोडिन्छ भनेर यहाँ राखेको छ। हेरौँ यो सुरुमा चाहिँ अर्थ हुँदै जानु भइदिनु भन्ने सम्झिनु होला। यहाँ तपाईँले छुट्याउनु पर्ने भनेको चाहिँ कस्तो अवस्थामा आजिदा जोड्ने कस्तो अवस्थामा अजिदा जोड्ने भन्ने कुरा चाहिँ छुट्याउनु पर्ने चाहिँ छ। अब यहाँ सुरुमा के भनेको छ भने फोक्चा भादा भनेको छ। फोक्चा भादा भनेको भिडभाड हुनु हो। म मिनिङ लेख्छु। फोक्चा भादा भनेको भिडभाड हुनु। भिडभाड हुनुलाई चाहिँ के भन्दो रहेछ फोक्चा भादा। फोक्चा भादा भनेको भिडभाड हुनु। खिल्दा भनेको चाहिँ लामो हुनु। खिल्दा भनेको चाहिँ लामो हुनु हो। अनि सिन्जुङ हादा भनेको छ। सिन्जुङ हादा भनेको सचेत हुनु है। सिन्जुङ हादा भनेको चाहिँ सचेत हुनु, सावधानी हुनु भन्छ। त्यसपछि थारुदा भनेको चाहिँ के रहेछ त फरक हुनु। थारुदा भनेको फरक हुनु। त्यसपछि थप्ता भनेको के रहेछ त गर्मी हुनु है। थप्ता भनेको गर्मी हुनु। यति कुरा याद रहनु होला। फोक्चाभादा भिडभाड हुनु, खिल्ला भनेको लामो हुनु, सिन्जुङ हादा भनेको सचेत हुनु, सचेत रहनु, थारुदा फरक हुनु र थप्ता भनेको गर्मी हुनु। नोप्ता भनेको चाहिँ अग्लो हुनु। नोप्ता भनेको के रहेछ अग्लो हुनुलाई नोप्ता भन्छ। अनि नुगुदादा भनेको सुस्त हुनु। यो चाहिँ कुनै पनि काम चाहिँ बिस्तारै गर्ने खालको हुनु, सुस्त हुनु है। त्यसपछि अर्को यहाँ चाहिँ नापुदा भनेको खराब हुनु, नराम्रो हुनु, नराम्रो खराब जे भन्दा हुन्छ नराम्रो हुनु। त्यसपछि अर्को चाहिँ खुदा भनेको के रहेछ त ठुलो हुनुलाई खुदा भनिन्छ भने। अनि हायाथा भनेको चाहिँ यो सेतो हुनु। हायाथा भनेको यो चाहिँ के हो त सेतो हुनु। यो हेर्नुहोस् त यहाँ सबै के हो त विशेषणहरू छ। यहाँ कुनै पनि एक्सन भर्ब छैन। यहाँ भिडभाड हुनु, लामो हुनु, यो सचेत हुनु, फरक हुनु, त्यसपछि गर्मी हुनु, अग्लो हुनु, सुस्त खालको हुनु, खराब हुनु, ठुलो हुनु, त्यसपछि सेतो हुनु भनेको यो सबै के हो त विशेषण हो। क्वालिटी भर्बतिर पर्छ। अब यहाँ चाहिँ जोड्ने कस्तो अवस्थामा आजिदा जोड्ने कस्तो अवस्थामा अजिदा जोड्ने भन्ने कुरा चाहिँ सुरुमा हेरौँ सरसट्टि। यहाँ फोक्चा हादा, हादा भन्ने भर्बलाई हेजिदा बनाइन्छ। फोक्चा भादालाई फोक्चा हेजिदा। यो भिडभाड हुनुको चाहिँ भिडभाड हुँदै जानु भन्ने अर्थ लाग्छ। भिडभाड हुनुको चाहिँ भिडभाड हुनु भन्ने भर्बलाई चाहिँ हुँदै जानु। पहिला तुलनामा अझ के गर्नु त भिडभाड हुँदै जानु। अब यतिमै सकिँदैन। यो चाहिँ के हुन्छ भने यो फोक्चा भादा भनेको फाइनलमा यति नै आउँदैन। यो चाहिँ विभिन्न अरू टेन्ससँग चाहिँ चेन्ज भएर अरू ग्रामरसँग चाहिँ चेन्ज भएर आउँछ। जस्तै यहाँ चाहिँ फोक्चा भादा भनेको माथि भिडभाड हुनु हैन। अनि यो चाहिँ फोक्चा भादा भन्ने भर्ब मानौँ चाहिँ यहाँ तल फिसादा राखेको छ। मैले फिसादा राखेँ। फिसादा भनेको चाहिँ के हो त महँगो हुनु भयो नि हैन। फिसादा भनेको महँगो हुनु। यो फिसादा विभिन्न अरू ग्रामरसँग चेन्ज भएर आउँछ। जस्तै फिसादालाई चाहिँ फिसाजिदा हुन्छ नि। फिसाजिदा भनेको चाहिँ महँगो हुँदै जानु भन्ने भयो। अब फिसाजिदालाई चाहिँ फिसाजेसयो भयो भने है। फिसादालाई चाहिँ फिसाजिदालाई चाहिँ फिसाजेसयो भएर आउँछ। फिसाजेसयो भनेको महँगो हुनुको चाहिँ महँगो भयो भन्नु पर्यो। पहिला तुलनामा प्राइस के भयो त बढ्यो भन्न सकियो। अनि यो चाहिँ पास्टमा
यो फिसा जे सयो भनेपछि पास्ट भयो, महँगो भयो भन्ने भयो। तर यो चाहिँ अरू ग्रामरसँग पनि परिवर्तन भएर आउँछ। जस्तै यहाँ चाहिँ के भयो भने फिसाजिदालाई फिसाजिन हुए भनेर आउन सक्छ। फिसाजिन हुए भनेको महँगो भएपछि है, महँगो हुँदै गएपछि भन्ने अर्थ लाग्यो। अब यसलाई चाहिँ फ्युचरमा पनि बनाउन सकिन्छ। फिसाजी गेसयो यसरी भयो भने चाहिँ महँगो हुनेछ। यसरी अरू ग्रामरसँग के भएर आउँछ त चेन्ज भएर आउँछ। यो त्यत्तिकै यो दा मात्रै नभएर अरू ग्रामरसँग पनि परिवर्तन भएर आउँछ। त्यही भएर जे भयो भने यो जिदा आयो भने चाहिँ यो के हुन्छ भने पहिला तुलनामा परिवर्तन भएको भन्ने कुरा चाहिँ सम्झिनु होला। अब यहाँ फोक्चा भादा भन्दाखेरि चाहिँ फोक्चा भादालाई फोक्चा हेजिदा भनेको महँगो हुनुको महँगो हुँदै जानु भयो। अब यहाँ फोक्चा भादालाई चाहिँ यो हेजिदाको ठाउँमा फोक्चा हेजेसयो भनेको भयो के हुन्थ्यो भन्दाखेरि महँगो भयो। पहिला यो फोक्चा भादा भनेको भिड हुनु, जाम हुनु भन्छ, भिडभाड हुनु, मान्छे धेरै हुनु है। त्यस्तो अवस्थालाई चाहिँ फोक्चा भादालाई चाहिँ यदि के भनेको भयो भन्दा फोक्छाप हेसयो भनेको भए, फोक्छाप हेजसयो भनेको भए यो पास्ट हुन्थ्यो है। भिड भयो, पहिलाभन्दा नि अझ भिड धेरै भयो भन्ने अर्थ लाग्थ्यो। त्यसपछि अब खिल्दाको के हुन्छ भने खिल्दा भनेको लामो हुनु, खिल्दाको खिरजिदा हुन्छ। खिरजिदा भनेको चाहिँ लामो हुनुको के हुनु त लामो हुँदै जानु। यो चाहिँ खिल्दामा चाहिँ तल कन्सोनेन्ट छ भने पछाडि अजिदा जोडिन्छ, खिरजिदा हुन्छ। लामो हुनुको पहिला तुलनामा आउँछ के हुनु लामो हुँदै जानु, लामो भइदिनु, लामो हुँदै जानु भन्ने अर्थ लाग्छ है। बढ्दै जानु भनेर अर्थ लगाउन सक्नुहुन्छ। अनि सिन्जुङ हादा भनेको चाहिँ सचेत हुनु। हादा भन्ने बित्तिकै हे आउँछ। सिन्जुङ हादालाई के बनाउनु पर्यो भने सिन्जुङ हेजिदा। सिन्जुङ हेजिदा भनेको चाहिँ सचेत हुनुको चाहिँ सचेत हुँदै जानु। यदि यहाँ चाहिँ सिन्जुङ हेजिदाको ठाउँमा चाहिँ सिन्जुङ हेजेसयो भनेको भए के हुन्थ्यो त सचेत हुँदै गयो। पहिलाको तुलनामा त्यो व्यक्ति अझै अहिले के छ त सचेत छ, अलिक सावधानी रहन्छ भन्ने अर्थ चाहिँ लगाउन सकिन्थ्यो। त्यसपछि अर्को चाहिँ थारुदा भनेको फरक हुनु। थारुदाको थाल्लाजिदा हुन्छ। थारुदाको के हुँदो रहेछ थाल्लाजिदा। थाल्लाजिदा भनेको थारुदा फरक हुनु, अनि थाल्लाजिदा भनेको फरक हुनुको के रहेछ फरक भइदिनु है, अथवा फरक हुँदै जानु, फरक भइदिनु, फरक हुनु मात्रै भन्न सकियो, फरक भइदिनु। पहिला तुलनामा चाहिँ फरक हुनु, उल्टो हुनु, नमिल्नु भन्ने अर्थ लाग्यो। त्यसै अर्को के भनेको छ थप्ता। थप्ता गर्मी हुनुको चाहिँ थप्ताको ब हटेर व आउँछ। थप्तालाई चाहिँ यो इरेगुलर प्याटर्न पढ्नु भएको छ भने बुझ्न सजिलो होला तपाईँलाई। चाहिँ थप्ताको ब हटेर व आउँछ। थप्ताको चाहिँ के हुँदो रहेछ भने थ व जिदा हुन्छ है। थप्ताको ब हटेर व आउँछ। थप्तालाई चाहिँ के बनाउनु पर्यो हामीले चाहिँ थप्ताको ब हटेर थ व जिदा हुन्छ। थ व जिदा भनेको गर्मी हुनुको चाहिँ गर्मी भइदिनु, गर्मी हुँदै जानु, गर्मी हुनु मात्रै भन्न सक्यो। पहिलाभन्दा अहिले गर्मी बढेको छ भन्दाखेरि थ व जेसयो है। छिनान दाल फोदा इबन दाल थ व जेसयो भनेको चाहिँ गत महिनाको भन्दा यो महिना अझ धेरै के भइरहेछ गर्मी बढेको छ भनेर अर्थ लगाउन सक्यो। थप्ताको थ व जिदा हुन्छ। नोप्ताको चाहिँ दा हटाउँदा अन्तिममा तल कन्सोनेन्ट आएर चाहिँ ओ आएर के छ त यो ओ छ भने त्यस्तो अवस्थामा आ जोडिन्छ। नोप्ताको चाहिँ नोफा जिदा हुन्छ। नोप्ताको नोफा जिदा अग्लो हुनुको चाहिँ अग्लो हुँदै जानु। अनि नुगुत हादा भनेको चाहिँ ढिलो हुनु। नुगुत हादालाई चाहिँ हेजिदा बनाउने। हादा भन्ने बित्तिकै हेजिदा, नुगुत हेजिदा ढिलो हुनुको चाहिँ ढिलो हुँदै जानु, ढिलो भइदिनु। अझ चाहिँ त्यो मान्छे के हुनु सुस्त हुनु। त्यो ह्याबिट के हुनु त कुनै पनि व्यक्तिको ह्याबिट चाहिँ पहिलाको तुलनामा अझ के गर्नु झन् सुस्त खालको हुनु भनेको यहाँ चाहिँ। नापुदा नराम्रो हुनु। नापुदाको नाप्पाजिदा हुन्छ। नापुदाको चाहिँ नाप्पाजिदा हुन्छ। नराम्रो हुनुको नराम्रो हुँदै जानु, खराब हुँदै जानु, पहिलाको तुलनामा अझ चाहिँ पानी बिग्रिँदै जानु है त। अनि खुदालाई के बनाइँदो रहेछ तलको उलाई हटाएर खुदालाई खजिदा। हामीले पहिला चाहिँ खुदाको खयो हुन्छ भनेर पढाएको थियौँ नि, त्यही प्याटर्न हो। खुदालाई चाहिँ के बनायो खजिदा, ठुलो हुनुको चाहिँ ठुलो हुँदै जानु भयो। अर्को यहाँ चाहिँ अलिक फरक छ यो। हायत्ता भनेको चाहिँ सेतो हुनु। हायत्तालाई के बनायो भने हायजिदा, तलको ह हटाइन्छ, हायजिदा हुन्छ। यो चाहिँ या चल्ला या आउँछ। हायजिदा भनेको चाहिँ यो सेतो हुनुको चाहिँ सेतो हुँदै जानु, पहिलाभन्दा अझै धेरै व्हाइट देखिनु भनेको चाहिँ हो। यसरी चाहिँ कस्तो अवस्थामा आजिदा जोड्ने, कस्तो अवस्थामा अजिदा जोड्ने केही इक्जाम्पलहरू यहाँ छ।
यो चाहिँ विभिन्न अरू टेन्ससँग चाहिँ के भएर आउँछ, परिवर्तन भएर आउँछ। केही ग्रामर तल छ, हामी हेर्छौँ अर्थ चाहिँ जोसँग आए पनि, आजिदा आए पनि, अजिदा आए पनि, हेजिदा आए पनि अर्थ चाहिँ सेम हुन्छ। पहिलाको तुलनामा के हुनु त, चेन्ज हुनु। मैले सुरुमै भने यो चाहिँ आजिदा अजिदालाई पनि पछाडिको जुन जिदा छ, यो जिदाको पछाडिको दालाई हटाएर अरू टेन्ससँग अथवा अरू ग्रामरसँग के हुन्छ, चेन्ज भएर आउँछ। यो कुरा याद गर्नु होला। फोक्चा बाँधा भिडभाड हुनु, फोक्चा बेचिदा भनेको भिडभाड हुँदै जानु, पहिलाको तुलनामा अझ धेरै भिडभाड हुनु। खिल्ला लामो हुनु, खिरजिदा बढ्दै जानु, झन् लामो हुँदै जानु, लामो हुनु भन्ने अर्थ लाग्यो। सिन्जुङ आधा भनेको सचेत रहनु, सावधानी रहनु। सिन्जुङ हेजिदा भनेको सचेत हुँदै जानु, अझ झन् सावधानी रहँदै जानु। थाल्दा फरक हुनु, यो चाहिँ थाल्ला जिदा भनेको फरक हुँदै जानु, पहिला तुलनामा चाहिँ के हुनु, नमिल्नु, त्यो यसको उल्टो हुनु भनेको। त्यसपछि अर्को चाहिँ थप्ता भनेको गर्मी हुनु, थप्ताको थव जिदा ब हटेर वा आउँछ यहाँ, थव जिदा गर्मी हुनुको गर्मी हुँदै जानु। अब यहाँ चाहिँ झुकाउनु भनेको हेर्नुहोस् त, सबैमा फरक छ यहाँ है, कसरी कसरी जोड्या छ यहाँ। खिल्लाको खिर जिदा भयो, फोक्जा बाताको फोक्जा हेजिदा भयो, सिन्जुङ हादाको सिन्जुङ हेजिदा भयो, थाल्दाको चाहिँ ल हटेर थाल्ला जिदा भइदियो होइन, रु हटेर। त्यसरी थप्ताको थव जिदा ब हटेर व आयो, अनि नुप्ताको चाहिँ नोफा जिदा पछाडि आ आयो। अनि नुकुद हादा भन्ने त सजिलो छ, सबैमा हेजिदा, हादा आउने बित्तिकै हेजिदा। नापुदाको के भयो त, नाप्पा जिदा तलको उ हट्यो यहाँ, खुदाको पनि तलको उ हटेर खजिदा भयो। अनि हा यत्ताको यस्तो खालको ये हटेर चाहिँ के आयो त, यो ये हटेर चाहिँ अर्को हामी जो डबल भोवेलको जुन या चला य छ त्यस्तो खालको य आयो। भनेपछि यो चाहिँ विभिन्न मिनिङहरूसँग फरक फरक तरिकाले जोडिन्छ। यति कुरा बुझ्नुभयो भने पछि तपाईँलाई छुटाउन सजिलो हुन्छ। यदि तपाईँलाई चाहिँ तपाईँको बेस एकदम कम छ भने कस्तो अवस्थामा आजिदा अजिदा प्रयोग गर्ने भन्ने पनि गाह्रो छ भने त्यस्तो अवस्थामा चाहिँ पहिलाको बेसिक भिडियो जुन चाहिँ मैले आया हादा अया हादा आया द्वैदा अया द्वैदा अथवा पास्टमा यसरी यो प्रेजेन्ट फर्मेटमा आयो अयो जुन कुरा चाहिँ आ र अलाई छुटाउने अथवा हादालाई हेयो बनाउने, त्यस्तो उलाई कसरी हटाउने जुन चाहिँ त्यो बेसिक फर्मेट छ त्यसको बारेमा पहिल्यै धेरै ग्रामरहरूको भिडियो बनाइरहेको छु। त्यो भिडियो हेर्नु होला, तपाईँलाई चाहिँ सजिलो होला। म अझै केही कुरा यहाँनिर भनिदिन्छु अनि त्यसपछि चाहिँ यहाँको अरू थप इक्जाम्पलहरू पनि छ, त्यो पनि गरौँला। मैले सुरुमा अलि थपेँ है त, त्यो चाहिँ जुन आजिदा आजिदा अजिदालाई चाहिँ अझ चाहिँ कसरी छुटाउने भन्ने कुरामा चाहिँ ल हेर्नु होला है त। जस्तै हेर्नुहोस् त, हामीले सुरुमा चाहिँ यो आयो भन्ने पढाएको थियौँ होइन, एउटा आयो कस्तो अवस्थामा आयो जोड्ने, अनि कस्तो अवस्थामा अयो जोड्ने, कस्तो अवस्थामा हेयो गर्ने हो, यो फर्मेट पढेको थियौँ, त्यही नै हो। भोवेल अन्तिममा दा हटिसकेपछि अन्तिम भोवेल आ र ओ हुन्छ भने त्यस्तो अवस्थामा के जोड्ने भनेको थियौँ, आयो हो। जुन जुन ठाउँमा आयो जोडेको थियौँ त्यो ठाउँमा यहाँ चाहिँ के जोड्ने त, आजिदा जोड्ने। पहिला जुन जुन ठाउँमा चाहिँ आयो जोडिन्थ्यो त्यो ठाउँमा चाहिँ आजिदा जोड्ने। अयो कस्तो ठाउँमा जोडिन्छ भनेको थियौँ भने यहाँ दा हटाइसकेपछि अन्तिम भोवेल अ अनि उ आदि उ इ यिनीहरू बाँकी रहन्छ भने त्यस्तो अवस्थामा चाहिँ अयो जोडिन्छ भनेको थियौँ हो। पहिला अयो जोडेको ठाउँमा अहिले के जोड्ने, अजिदा जोडिने, त्यही हो। अनि पहिला हामी चाहिँ हादा भन्ने भवलाई हटाएर चाहिँ हेयो बनाउँछौँ भनेको थियौँ। अब चाहिँ जुन ठाउँमा पहिला हेयो बनाइन्थ्यो अहिले त्यो ठाउँमा चाहिँ के बनाउने, हे जिदा जोड्ने, पछाडि जिदा मात्रै थप्ने हो। जुन जिदा छ, अब यो चाहिँ जुन जिदा छ त्यो जिदालाई चाहिँ के गरिन्छ भने टेन्समा अरू टेन्ससँग अथवा अरू ग्रामरसँग प्रयोग गरिन्छ। जस्तै मैले अघि फिसादाको बनाएँ, अब यहाँ चाहिँ थप्ताकै माथि थप्ता भन्ने गर्मी आएको थियो। यो थप्ताको हेरौँ एकछिन, थप्ता भनेको गर्मी हुनु, थप्ताको ब हटेर के आउँछ, व आउँछ, यो इरेगुलर फर्मेट हो। थप्ताको थव जिदा भयो है, थप्ताको के भयो, थव जिदा, गर्मी हुनुको गर्मी हुँदै जानु, पहिलाको तुलनामा गर्मी हुँदै जानु, गर्मी भइदिनु भन्ने हुन्छ नि। अब यो चाहिँ पास्टमा जाँदाखेरि थप्ताको थव जेसयो भयो होइन, जिदालाई चाहिँ पास्ट बनाउँदा त आशा जोड्नु पर्यो। थव जेसयो भने चाहिँ गर्मी हुनुको चाहिँ गर्मी हुँदै गयो, गर्मी भइदियो, पहिला तुलनामा गर्मी भयो भनेर चाहिँ यो पास्टको कुरा भयो। प्राय धेरै पास्टसँग भएर आउँछ। यसलाई छोटो बनाउँदा थप्तालाई थव जेत्ता पनि आउँछ, धेरैमा चाहिँ के आउँछ, थव जिदालाई थव जेत्ता, यो चाहिँ ठाडो भाषा जस्तै हो होइन, यसरी पनि आउँछ, यो चाहिँ पास्ट नै हो। अब यो चाहिँ
जे पनि हुन सक्छ। जस्तै यसलाई चाहिँ जे पनि बनाउन सकिन्छ हेर्नु त। थप्ता भनेको गर्मी हुनु, थव जित्दा गर्मी हुँदै जानु, थव जेसयो गर्मी भइदियो, अनि थव जेत्ता यो चाहिँ सर्ट फर्मेट हो। अनि थप्तालाई चाहिँ थव जिल्केयो भन्न पाइयो है। थप्तालाई के थव जिगेसयो, थव जिल्केयो फ्युचरको फर्मेट त धेरै छ होइन। थव जिगेसयो भनेपछि गर्मी हुन्छ होला, पक्कै पनि पछि के हुन्छ होला, गर्मी हुन्छ होला भन्न सकियो। अनि थप्तालाई चाहिँ के पनि बनाउन सकियो भने थव जिल्सु इस्सयो, थव जिदालाई चाहिँ थव जिल्सु इस्सयो भनेपछि यो चाहिँ गर्मी हुन्छ होला है, अथवा गर्मी हुन्छ, गर्मी हुनसक्छ भन्न सकियो। ल सिद्धा उल्सिद्धा सक्नु हो नि, थव जिल्सु इस्सयो भनेको गर्मी हुनसक्छ। अनि यहाँ चाहिँ थव जिनिका भन्यो भने गर्मी भएकोले, थव जिनिका गर्मी भएकोले, अथवा यसलाई चाहिँ थव ज्यस पनि बनाउँछौँ, निका उनिका जस्तै थव ज्यस गर्मी भएर। यसरी यो अरू टेन्ससँग पनि के भएर आउँछ, चेन्ज भएर आउँछ। यो जिदाले चाहिँ के जनाउँछ भने कुनै कुरा परिवर्तन भएको जनाउँछ। त्यसपछि अरू ग्रामर अथवा टेन्स जुन तपाईँले पढ्नु भएको छ त्यही अनुसार नै अर्थ लगाउने हो। ल बेस कमजोर छ भने सुरुका भिडियोहरू हेर्नु होला, जो चाहिँ बेसिक लेभलदेखि छ। तपाईँलाई चाहिँ यही बेस छ भने चाहिँ तपाईँले चाहिँ नआएको के छ त्यो ग्रामर हेर्दा हुन्छ। तपाईँ इपिएसको स्टुडेन्ट हुनुहुन्छ, किपको स्टुडेन्ट हुनुहुन्छ, अथवा कोरियन भाषासँग जे सम्बन्धित हुन्छ सबै कुराहरू यो युट्युबमा पाउनुहुन्छ। र अर्को कुरा चाहिँ मेन मैले चाहिँ यो प्ले लिस्टमा चाहिँ ग्रामरको छुट्टै, अनि त्यसपछि इपिएस बुकको छुट्टै, किप लेभलका छुट्टै छुट्टै केही बनाएको छु। अझै जति बाँकी छ त्यो सबै मलाई चाहिँ छुट्टा छुट्टै कोर्स छुट्याएर राखिदिन्छु, त्यो हेर्नुभयो भने सजिलो हुन्छ। अब यहाँ चाहिँ केही थप अभ्यासहरू छ, एकछिन यसलाई हेरौँ, हेर्नुहोस् है। यहाँ के भनेको छ भने माथि के भन्यो भने छेसो खाप्क्वा भनेको चाहिँ तरकारीको मूल्य र ख्वाइल खाप्सी भनेको चाहिँ फलफुलको मूल्य छाक्नेन फोदा गत वर्षको तुलनामा, गत वर्षभन्दा मानी धेरै नै फिसा जेत्ता भनेको महँगो भयो, महँगो हुँदै गयो है। यो तरकारीको मूल्य र फलफुलको मूल्य गत वर्षको तुलनामा यो वर्ष अझ धेरै के भयो त महँगो भयो, अथवा महँगो हुँदै गएको छ भनेर भनेको। त्यसपछि यहाँ चाहिँ के भनेको छ भने यहाँ हामीले आफै बनाउनु पर्ने छ। हेर्नुहोस्, छिप खुन्चए भनेको घर वरिपरि, घर नजिकै, छिया छरेक भनेको सबै रेल स्टेसन, सेरो सेङ्गेस नयाँ भएकोले, सेङ्गिदा भनेको खोल्नु, उत्पन्न हुनु भन्ने अर्थ लाग्छ। यो चाहिँ सेङ्गिदा भनेको उत्पन्न हुनु, खोल्नु अथवा बनाउनु भन्ने अर्थ लाग्छ है, सेङ्गिदाको अर्थ। यहाँ चाहिँ के भन्यो, छिप खुन्चए छिया छरेक सेरो सेङ्गेस भनेको चाहिँ घर नजिकै सबै रेल स्टेसन एउटा नयाँ भएकोले, नयाँ बनाएकोले गर्दा खेथोङ्गी यातायात के भयो त फेन्ली हादा भनेको सजिलो हुनु। अब फेन्ली हादालाई के बनाउनु पर्यो भने फेन्ली हादालाई हेजिदा, फेन्ली हादा भन्ने बाबुलाई के बनाउँछौँ, फेन्ली हे जेसयो, फेन्ली हे जेत्ता पनि बनाउन सकियो, फेन्ली हे जेसयो। फेन्ली हे जेसयो भनेको चाहिँ के भयो त सजिलो हुँदै गयो। अब यसलाई ठाडो बनाउँदा फेन्ली हे जेत्ता पनि बनाउन सकिन्छ, फेन्ली हे जेत्ता। यो चाहिँ पहिला तुलनामा के भयो, सजिलो भयो। यहाँ चाहिँ घर नजिकै सबै रेल स्टेसन नयाँ खोलेकोले, नयाँ बनाएकोले गर्दा यातायातको के भयो त फेन्ली हे जेत्ता सजिलो भयो भनेर भन्न सकियो। त्यसरी अर्कोमा चाहिँ छ, अर्कोमा के भनेको छ भने खागु ओम्गीको, खागुरुल ओम्गीको फर्निचरहरू सारेर, आन सुनुन मुलगन्दुरी भनेको भित्र प्रयोग भइरहेका सामानहरू फरिनिका फालेकोले गर्दा फाङ कोठा, हेर्नुहोस् त कोठामा भएको फर्निचर पनि फाल्यो, अनि कोठाभित्र रहेका अरू सामानहरू पनि फालेको कारणले गर्दा फर्निचर पनि सार्यो। ओम्गिदा भनेको त के हो त सार्नु, फर्निचरहरू अर्को ठाउँमा सार्यो, बेडहरू छिम्देहरू हुन्छ नि, चेयरहरू टेबलहरू होला कोठाभित्रका फर्निचर, त्यो पनि अर्को ठाउँमा सार्यो, र भित्र प्रयोग हुने अरू सामानहरू पनि फालेकोले गर्दा कोठा चाहिँ के भयो त नलदा भनेको फराल किन हुनु, नलबजाले चाहिँ नलबजेत्ता भन्नु पर्यो। नलबजेत्ता भनेको के हुनु त फराकिलो भयो है, अथवा चाहिँ यसलाई चाहिँ नल्ब जेसयो पनि भन्न सकियो। नल्ब जिदालाई चाहिँ नल्ब जेसयो पास्ट टेन्स, नल्ब जेसयो फराकिलो हुँदै गयो, पहिला तुलनामा फराकिलो भयो भन्नु पर्यो। यसरी चाहिँ बनाउन सकिन्छ। के भन्नु पर्यो भने खागुरुल ओम्गीको फर्निचर पनि सारियो र आन सुनुन मुलगन्दोरी भित्र प्रयोग गरेका सामानहरू फरिनिका फालेकोले गर्दा फाङ कोठा चाहिँ नल्बजेत्ता फराकिलो भयो, नल्बजेसयो
पनि भन्न सकियो। पहिला तुलनामा कोठा अझ चाहिँ के भयो, फराकिलो भयो भनेको यहाँ चाहिँ। अर्को के भनेको छ भने मेल हाङ्गुक थुरामारुल फोमेन्छ, प्रत्येक दिन कोरियन ड्रामा हेर्दै तारा हानुन एन्सुबु लेस, त्यसलाई अभ्यास गर्ने, त्यसलाई चाहिँ तारा आधा भनेको त्यसलाई फलो गर्ने है। अगाडि ड्रामामा भन्दै जान्छ नि त्यसको डाइलगहरू, त्यसले चाहिँ भनिसकेपछि आफूले पनि त्यस्तरी भन्ने, त्यसलाई फलो गर्ने होइन। एन्सुब हेर्छ अभ्यास गरेकोले गर्दा फारुम उच्चारण चाहिँ छोथा भनेको राम्रो हुनु। छोथालाई के बनाउनु पर्यो, छोवा ज्यसयो, छोवा जेत्ता पनि बनाउन सक्यो है, ठाडो धेरै प्रयोग गरिन्छ। छुवा जेत्ता भनेको चाहिँ राम्रो भयो, पहिला तुलनामा अझ फारुम के भयो त, राम्रोहरू। फारुम भनेको प्रोनाउन्सिएसन, उच्चारणलाई चाहिँ फारुम भनिन्छ। अब यहाँ के भन्यो भने मेल हाङ्गुक थुरामरुल फोमेन्छ, प्रत्येक दिन कोरियन ड्रामा हेर्दै तारा हानुन एन्सोबु लेस, त्यसलाई चाहिँ तारा आधा भने पछि पछि भन्नु भन्ने अर्थ लाग्छ नि, कुनै पनि कामको फलो गर्नु, पछि पछि भन्नु अथवा चाहिँ त्यो के भन्छौँ हामी, फलो गर्नु भन्छौँ हो। प्रत्येक दिन ड्रामा पनि हेर्दै त्यो ड्रामाको पछि चाहिँ फलो गर्ने है। ड्रामा जे डाइलग भन्छ त्यो आफूले पनि भन्ने। एन्सुब हेर्छ अभ्यास गरेकोले गर्दा फारुम उच्चारण के भयो त, छुवा जेत्ता भनेको राम्रो हुँदै गयो, राम्रो भयो भनेको। अब यहाँ अर्को छ मुलपेङ भनेको पानीको बोतल नउनिके राखेकोले गर्दा खाबाङ झोला चाहिँ के भयो, मुगप्ता भनेको गरौँ हुनु, मुगप्तालाई मुग व ज्यस बनाउनुहोस् है, मुग व ज्यस। यहाँ चाहिँ के भन्नुहोस् भने मुलपेङ नउनिका भनेको पानीको बोतल राखेकोले गर्दा खाबाङ झोला चाहिँ मुग व ज्यस, मुगता भनेको भारी हुनु, गरौँ हुनु, झोला चाहिँ भारी भएर झोला गरौँ भएकोले गर्दा थासी फेरि कनेत्ता भनेको झिके, कनेत्ता भनेको झिके निकाल्ने भनेको। यहाँ चाहिँ पानीको बोतल झोलामा राखेकोले झोला चाहिँ भारी भएर झोला गरौँ भएर चाहिँ थासी फेरि चाहिँ त्यो बोतल के गर्ने त, निकाल्ने, झिके भनेको चाहिँ यो चाहिँ कनेत्ता झिक्नु निकाल्नु। अर्को के भन्छ हाङ्गुक सेङ्वाल कोरियन जीवनमा, हाङ्गुक सेङ्वाले भनेको कोरियन लाइफमा, कोरियन जनजीवनमा। इक्सुक आधा भनेको बानी पर्नु। अब इक्सुक आधालाई के बनाउनु पर्यो भने इक्सु हेजिन हुए बनाउँदा राम्रो होला, इक्सु हेजिन हुए बनाउनुहोस् त राम्रो होला। यहाँ नहुए उनी रहेछ, त्यही भएर यहाँ चाहिँ हाङ्गुक सेङ्वाले कोरियन जीवनमा चाहिँ इक्सुक हेजिन हुए बानी पर्दै गइसकेपछि खोयाङ्गे इन्नुन गाउँमा रहेको खाजोगुल परिवारलाई चाहिँ खोयाङ्गे इन्नुन गाउँमा रहेका चाहिँ खाजोगुल परिवारलाई चाहिँ छोदेछ भनेको निमन्त्रण गरेर यङ आगो सिप्था भनेको भ्रमण गर्न चाहन्छु है। कोरियन जनजीवनमा चाहिँ के भइसकेपछि भने इक्सुक हेजिन हुए बानी पर्दै गइसकेपछि, कोरियामा बस्दा जुन कोरियाको लाइफ छ त्यसमा बानी पर्दै गइसकेपछि खोयाङ्गे इन्नुन गाउँमा रहेको, नहुए उनुए यहाँ छँदैछ, यो चाहिँ अगाडिको मात्रै इक्सुक हेजिन मात्रै जोड्नु भयो भने हुन्छ। यो हुए यहाँ छँदैछ, इक्सु अनि हेजुन हे हुन्छ। त्यसपछि कोरियाको जनजीवनमा बानी पर्दै गइसकेपछि खोयाङ्गे इन्नुन गाउँमा रहनुहुने, गाउँमा भएको खाजोग परिवारलाई चाहिँ छोदेछ भनेको बोलाएर अथवा निमन्त्रण गरेर चाहिँ यङ खागो सिप्ता भनेको चाहिँ भ्रमण गर्न चाहन्छु, घुम्न चाहन्छु भनेर भनेको। ल आजको भिडियो यति नै। यो ग्रामर चाहिँ यहीँ सकिएको छ। तपाईँ चाहिँ किप पढ्दै हुनुहुन्छ भने टाइममा मैले किपको क्लास पनि लिएर हुन्छु, 3 लेभल 4 लेभल है। अनि त्यसपछि इपिएस पढ्दै हुनुहुन्छ भने इपिएसको फर्म खोलेपछि इपिएस क्लास पनि हुन्छ। त्यसपछि सबै अनलाइन हुन्छ। म चाहिँ अहिले कोरियामा छु, यो भिडियो कोरियाबाटै बनाउँदैछु, त्यही भएर मेरो फिजिकल क्लास हुन्न, अनलाइन क्लासहरू हुन्छ। तपाईँ अपडेट भइरहनु होला, क्लास कहिले हुन्छ भन्ने कुरा चाहिँ म यो भिडियोहरूमा पोस्ट गरिरहेको हुन्छु, अपलोड गरिरहेको हुन्छु। तपाईँ भिडियो डेली हेर्नुभयो भने थाहा हुन्छ। र प्रत्येक दिन मैले चाहिँ एउटा ग्रामरको भिडियो बनाउँछु। ग्रामरको भिडियो सकेसम्म छोटो बनाउन खोजेको हो, त्यही पनि यो आधी घन्टाको भइहाल्यो, लगभग लामो भइहाल्छ। अनि तपाईँले चाहिँ डिटेलमा पढ्नलाई, कोर्स राम्रोसँग पढ्नलाई चाहिँ केही कुराहरू त प्रत्येक किपका अथवा चाहिँ इपिएसको टपिकका सबै कुराहरू म यो युट्युबमा राख्ने प्रयास गर्छु। धेरै कुरा राखिसकेको छु, केही अझै धेरै राख्न बाँकी छ होइन, सबै कुरा राख्न नसकिँदो रहेछ, त्यो धेरै कुरा छ। त्यही भएर चाहिँ अनि क्लासहरू भइरहन्छ टाइममा अनलाइन क्लास। त्यसको लागि चाहिँ तपाईँलाई क्लास लिन मन छ भने अपडेट रहँदै
रहनुहोला र क्लासहरू पनि जोइन गर्नुभयो भने अझै सजिलो हुन्छ, सोध्न पनि पाउनुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। भिडियोलाई चाहिँ कमेन्ट गर्नुहोला, प्रतिक्रिया दिनुहोला, लाइक गर्नुहोला, अरू तपाईँको साथीहरूलाई सेयर गर्नुहोला। आजलाई यति।